आज सिन्धुलीतर्फ लाग्यो कटारी आइपुग्यो भर्खर कटारी नगरपालिका कार्यालय छेउ आइपुग्यो। अब आजको बसाइ के हिजोको बसाइ चाहिँ सिन्धुली बजार भनौँ। सिन्धुली बजारमा सिन्धुली गढी होटलमा के हो होटल नाम के सिन्धुली गढी होटलमा बसाइरहेको छ। बिहान बोकाको चिया यहाँ सर्पनी यता सर्को लेमन टी यता चाहिँ लेमन टी भन्छ तातो पानीमा लेमन हालेपछि लेमन टी भन्छ। त्यो भनेको लेमन टी हो। निचार्दै हुन्छ लेमनलाई पुरा मजाले। किन यस्तो बनाइरहेको छ होइन यसमा जानु खर्च आउँछ यता हेर्नु त ए लाउनु हेयर क्रिम त लाउनु पर्दैन। हेयर क्रिम यो हेयर क्रिम भन्दो रहेछ यसलाई गाइस। कसरी लाउने गाइस आउँदैन। है राम्रै रहेछ है क्यामेरा चाहिँ हाम्रो सर। हिरो इन ब्याक लाउनु जाँदैछौँ गाइस। कुन क्याम्पस हेर्नु हामी कुन क्याम्पस हिँडेको हेर्नुलाई कुन क्याम्पस चाहिँ हामी कुन क्याम्पस पैसा सबैले तिरेका छौँ। स्टोरेज चाहिँ सक्दो विचार गरेर है स्टोरेज सक्दो किन 30 सेकेन्डको बनाउनु त्यो पनि गौमती माध्यमिक विद्यालय हामी जाँदैछौँ। नमुना विद्यालय हो दामी रहेछ। यहाँ गाडीमा भारत नेपाल पनि गाडीमा उता अहिले गेट सुरुमा छिर्ने बेलामा नमुना भएर गौमती स्कुलबाट चाहिँ गौमती क्याम्पस स्कुलबाट देखिने भ्यू सिन्धुली बजार। यो सिन्धुली गढी होइन सिन्धुली बजार। फोटो पनि हाल्नु छ। यस बोलौँ गुड मलाई हाल्नु अहिले। आज हामी अहिले चियाबारीमा छौँ। यस्तो चियाबारीमा चिया चाहिँ पाइँदैन। चियाको ठाउँमा चियाबारीमा छौँ। खाजा खाने ठाउँ छ यता ठाउँमा होइन। अनि हामी सबैजना छौँ यतै। हामी यहाँ बसेर खाजा नास्ता गर्नु पऱ्यो। नास्ता गरेर नि हामी सिन्धुली गढी हाम्रोलौँ। सेल्फी डाँडा आइपुग्यो गाइस। सेल्फी डाँडा रे यो यहाँ लेखिरहेको छ के डाँडा पनि लेखेको छ यहाँ गढी डाँडा भनिन्छ तर यसलाई सेल्फी डाँडा भनिन्छ। गाइस यो सेल्फी रहेछ होइन। हामी सेल्फीमा आइपुग्यौँ। हाम्रो सब यता फोटो सिजनमा व्यस्त। म पनि अब यता व्यस्त हामी सबै व्यस्त यस्तो गाइस। अब अपलोड है गाइस। सेल्फी डाँडामा आइपुगेका छौँ आज होइन। सेल्फी डाँडा हो। यहाँ वीर योद्धाहरू कमलामाई मन्दिरदेखि लिएर गढी दरबार सिन्धुली गढी युद्ध भद्रकाली मन्दिर उहाँ छ सिन्धुली गढी यसो छ गाइस। यहाँ छ हाम्रो यो गोर्खाली योद्धाहरूले युद्ध लडेको अङ्ग्रेजसँग लडेको युद्धमा बनाएको त्यो तस्बिर मूर्ति शालिग भनौँ न। सिन्धुली गढी आयो। अब यो सिन्धुली गढी छ। यहाँ पार्किङ गऱ्यो हामीले आफ्नो साधनमा पार्किङ गरेका छौँ। अब यहाँबाट चाहिँ यता माथि जानुपर्ने होला। हिँड्दै अब जान्छौँ हिँड्दै जान्छौँ हामी यहाँबाट। र यता हामी पनि छौँ होइन। यो चाहिँ सानो गढी रहेछ है। यो सानो गढी रहेछ यो गढी। यहाँबाट अब भ्यू टावर चढ्ने भयो। माथि छ सानो भ्यू टावर जान्छ त्यहाँ तर हेर्ने मिल्छ। तर अब आज मौसम सफा खासै छैन नभएकोले अब यस्ता कुराहरू देखिँदैन होला। त्यही पनि अब अलिअलि यहाँबाट देखिने कुराहरू चाहिँ जङ्गलै मात्र रहेछ पनि गढी। यो यहाँ सिन्धुली गढीमा युद्ध गर्दाखेरि त मजाले जित्ने खान्छ। ठुलो गढी यसलाई चाहिँ ठुलो गढी भन्दछ। यो ठुलो गढी हो। अब अगाडि चाहिँ बनाउनलाई ठुलो गढीतिर जाँदैछौँ ग्रुपै मिलेर। यता ठुलो गढी छ ल। यो सानो चाहिँ यो के को दरबारहरू देखाएको होला। सानो दरबार वेटिङ गर्ने ठाउँ एकदम सिसी क्यामेरा सहितको वेटिङ गर्ने ठाउँ हो यो चाहिँ। पौवा पार्टी पौवा यहाँ चाहिँ आराम विश्राम गर्ने पानी पर्दा होस् अथवा युद्ध लडेर थाकेपछि यहाँ आराम विश्राम गर्नलाई बनाएको ठाउँ रहेछ। यो काजी वंशराज पाण्डे रहेछ। यो चाहिँ सङ्ग्रहालय। यहाँ चाहिँ पुराना अब वस्तुहरू युद्ध हुँदाखेरि
बाँकी रहेका वस्तुहरूलाई चाहिँ सुरक्षित तरिकाले राखेको ठाउँ जस्ता सङ्ग्रहालय पनि भनिन्छ। हर्ष पन्त, सिकारी, सरदार बङ्सु गुरुङ, जीवन दाई खोइ जीवन दाईको वंश पनि रहँदा गुरुङ पनि रहँदैन। अब ल यहाँ चाहिँ युद्ध सङ्ग्रहालय ल ऊ जमानामा युद्ध गर्दाखेरि बम बारुद हालेर पड्काउने ठाउँ बम यो हाम्रो तोप। त्यसै सिन्धुलीगढी युद्ध सङ्ग्रहालय यहाँ पुरा झन्डालाई भेटिनेछ। सङ्ग्रहालयको कुनै पनि वस्तु नसुन्नुला भनेर यस्तो प्रयोग रहेछ। त्यहाँ पनि मेरा साना दुसले आर्जेको मुलुक होइन सबै जगतको फुलबारी हो सबैलाई चेतना भया भनेर पनि लेखेको रहेछ। यहाँ चाहिँ पुरा सैन्यहरूलाई चाहिँ पुरा यसरी गोर्खालीले खुकुरी हानेर चप्प पारेको देखाएको छ। यो ठुलो गाडीमा ठुलो भर्याङ माथि गएपछि ठुलो गाडी देखिन्छ। त्यहाँ गएपछि म देखाउँछु। यो ठुलो गाडी रहेछ, यो ठुलो गाडी हो। अब ठुलो गाडी यसलाई ठुलो गाडी भन्छ। यहाँ अब ल त्यत्रो उकालेपछि ठुलो गाडी यिनीहरूमा यसो गाई सुत्यो एकछिन आराम गरियो। अब यहाँ सबैजना यहाँ मजाले अब एकछिन आराम गरेर मस्त अब आराम गर्ने हो। टक्क लाएर उठेर जाने हो भन्ने राखिहाल्ने यसरी जुम भयो। रमाइलो हुँदैछ। ज्वरो चाहिँ नआएको भएर मलाई ज्वरो चाहिँ नआओस् भन्ने धारणा सबैको छ। नआओस् सकेसम्म आइपुग्न लाग्यो। अब राइडर चाहिँ भएको अहिले हामी चाहिँ मुलुकमा बस्ने ऐना आएको नजिकै हुनाले अब ऐनाको चाहिँ भेट्नलाई यसो मन्दिर क्षेत्र ऐना भएको मन्दिर क्षेत्र आयो। पहिलो ऐना देखाएको थियो त्यो चाहिँ चिन्नु पऱ्यो गाइस। यहाँ छ क्यामेराले छोडेको यहाँ कुन चाहिँ ठाउँमा कता लाउनु पर्छ। माथिसम्म ऐनै ऐना टाँसेर भित्रैभरि काट्नु पुगेर ऐनै ऐना। हामी पनि मुलकोट आइपुग्न आँट्यौँ। अब यो ऐना सकिनेबित्तिकै मुलकोट आउँछ। ऐना त धेरै लामो रहेछ, त्यही पनि ऐनै ऐना मात्रै। हाम्रो बास चाहिँ यता मुलकोट रिसोर्ट क्वालिटी बिच रिसोर्ट रह नाम यसको होइन। आज हामी यता छौँ। अब आज हाम्रो बास यतै हुन्छ। अब हामी यहाँ बसेर उता सुनकोसीतिर नदीतिर पनि जान्छौँ, झोलुङ्गे पुल पनि चढ्छौँ मजाले। यो रिसोर्ट भइगयो हाम्रो बस्ने रिसोर्ट चाहिँ उता पल्लो हो। त्यो पल्लो हाम्रो चाहिँ हामी त्यहाँ छौँ। सरी हामी यता सानोमा गरे यहाँ हामी छौँ। लगभग हामी 8जना छौँ। एउटै रुम लिएका छौँ 8जनाले। एकदम दामी छ रुम, व्यवस्थित छ गाइज। चाहिँ पिङ खेल्न थालेँ एकछिन भए पनि। अब पिङ खेलेको महसुस गर्नुभयो नि आएपछि होइन। अब यहाँबाट म उठेर म त्यहाँबाट सुनकोसीको भ्युज पनि देखाउँछु। त्यहाँ यहाँ माथि चढेर यो चढ्ने ठाउँ छ यहाँबाट छ। हामी अहिले जान्छौँ सुनकोसी झोलुङ्गे पुलै जान्छौँ। अहिले चाहिँ हामी यहाँबाट अब सुनकोसीको भ्यू हेर्छौँ गाइज। यहाँ बसेर एकचोटि टक्क लाएर यस्तो छ यो है। यहाँबाट म सुनकोसीको भ्युज खतरा बारी त्यही आएको छ। धमिलो पानी जान्छ। यो सुनकोसी हो सायद। यसलाई सुनकोसी र इन्द्रावती पनि भन्छ होला हौ। दोलालघाटमा जोडिन्छ तर यो अब भोटेकोसी रहेछ है। भोटेकोसी सुनकोसी इन्द्रावती सायद यहाँ मिसेको हुनुपर्छ। किनभने अब यो नदी दोलाघाट माथि हो भने चाहिँ यो तिनटै मिसिएका छन्। यहाँ भोटेकोसीमा
होइन भने उता पनि जो एउटा मिसिएको छ कुन नदी मिसिएको छ सायद कुन हो अब ठ्याक्कै एक्ज्याक्ट थाहा पाइँदैन यो चाहिँ ट्याक्कै यो भइगयो झोलुङ्गे पुलतिर यहाँ यी झोलुङ्गे पुलतिर आएको छौँ हामी होइन अब यसो आज यतातिर अब आएको होइन यो एकदम अब यो नदीको बेलामा हावा सर आउँछ यहाँबाट हावाको वेग हावा मजाले राम्रो रहेछ एकदम ठिक छ दामी रहेछ ल यो गाइज यो चाहिँ अब कुन नदी हो तिनटै नदी सायद अब दोलाघाट माथि हो नि सुनकोशी इन्द्रावती भोटेको सुते भेट हुन्छ अब दोलाघाट मुनि हो भने चाहिँ यो भोटेकोसी मात्र है गाइज यो अरू त्यस्तै हो अरू यस्तै हो हामी चाहिँ अहिले अब होटलमा बसेका छौँ यहाँ अब स्विमिङ पुल पनि महिला छन् मान्छेहरू हामी पनि अब नुहाउने भनेको अब राति भएको अब सबै आज नुहाउने भनेछौँ अब यहाँ बच्चाहरूको रहेछ अब यहाँ बसेर यसो अब एकछिन गफसफ गर्ने हो अनि आराम गर्ने हो सुत्ने हो भोलि आउने हो अब आज हाम्रो यहाँबाट निस्किने समय भयो अब आज हाम्रो यहाँबाट डेस्टिनेसन घर हो सिधै घर पुग्छौँ यहाँबाट अब दायाँ बायाँ छैन सिधै घर सुइँ लागेर अब जाने नै घर हो घरमै बस्ने हो आजबाट अब लास्ट यो रुम हो हमारा रुम हो भनेको यो रुम हो अब यहाँबाट हामी निस्किने हो